तपाईले बिहान उठ्ने बेला सबैभन्दा पहिलो गर्ने काम चाहिँ के हो? उठ्ने बित्तिकै उठ्ने बित्तिकै जस्तै मुख धुने मुख धुने, मोबाइल हेर्ने, अन्य जे पनि हुन सक्छ। सुरुमा त मोबाइल हेर्ने होइन होला के हो त्यसपछि मुख धुने त्यो गर्नुहुन्छ। हेलो, हामी चाहिँ भिजा नेसनबाट कस्तो भयो एक्जाम? ठिकै गयो। अब आज एक्जाम पनि सक्यो, के गर्ने विचार छ? केही नै अब घुम्ने हो। तपाईलाई हामी तीनवटा क्वेसन गर्छौँ। तपाईले यदि मिलाउनु भयो भने तपाईलाई चाहिँ हामी एउटा गिफ्ट ह्याम्पर दिन्छौँ है त। हुन्छ। रेडी हुनुहुन्छ? तपाईले बिहान उठ्ने बेला सबैभन्दा पहिलो गर्ने काम चाहिँ के हो? उठ्ने बित्तिकै जस्तै मुख धुने, मोबाइल हेर्ने, अन्य जे पनि हुन सक्छ। सुरुमा त मोबाइल हेर्ने त्यसपछि मुख धुने त्यो गर्नुहुन्छ। अनि दोस्रो प्रश्न है त, युके को राजधानी चाहिँ कहाँ हो? युके को कस्तो यो त टिकटकमा सोधेको थियो ल म तपाईलाई तेस्रो प्रश्न सोध्छु है त। लन्डन हो। लन्डन हो। तपाईलाई अर्को तेस्रो प्रश्न सोध्छौँ है त। तपाईले एक्जाम हलमा सबभन्दा बढी याद गर्नु कुरा चाहिँ के हो? जस्तै मोबाइल, पेन, प्रवेश पत्र, अनि त्यसपछि फर्मुला, मम्मी, बोयफ्रेन्ड या घुमेका कुराहरू के तपाईले सबभन्दा बढी याद चाहिँ के गर्नुभयो क्लासमा? 2 वर्ष पढ्नु पर्ने भनेर 2 वर्ष चाहिँ पढ्नु पर्ने सोच्नु भयो? यस्तो साथीहरूलाई छोडेर पढाए भए हुन्थ्यो जस्तो लाग्यो। ल ठिक छ, त्यसो भए तपाईँ ल तीनवटै क्वेसनको एन्सर मिलाउनु भयो होइन। भिजा नेसनको तर्फबाट चाहिँ हामीले तपाईँलाई चाहिँ एउटा गिफ्ट ह्याम्पर दिन्छौँ है त। तपाईँलाई भिजा नेसन भनेर थाहा छ? त्यसको लागि ठिकै थियो भने हामीले पहिलो विद्यार्थीलाई नै सोधेका थियौँ, स्टुडेन्टलाई भनौँ, उहाँले सबै क्वेसनको एन्सर मिलाउनु भयो। भिजा नेसन कन्सल्टेन्सीको तर्फबाट चाहिँ हामीले उहाँलाई चाहिँ एउटा यो गिफ्ट ह्याम्पर दिन गइरहेका छौँ। यो झोलामा के होला? गिफ्ट होला कि गेस गर्नु त के छ जस्तो लाग्यो? भिजन नेपालको कार्ड टाइपको थियो। हेर्नु है त, डायरी, यो डायरी अनि त्यसपछि यो पम्पलेट होइन, त्यसपछि अरू पनि छ। यो पेन कस्तो लाग्यो? थ्याङ्क यू सो मच, राम्रो लाग्यो। अब यमै लेख्छु, सब एक्जामको लागि यमै पढ्छु। हो ल, यसो साथीहरूलाई पनि होइन, कोही अब बाहिरको प्लानिङ गरिरहेछ, आइएलटिएस गर्न चाहन्छ, जापानिज भाषा पढ्न खोजिरहेछ भने भिजा नेसनलाई यसो रेकमेन्ड गर्नु होला है त। हुन्छ, सबैजना भिजा नेसनमा आउनु होला। यो भिजा नेसनको यो आजको यो क्वेसन मार्क भनौँ कि अब यो यसमा चाहिँ भाग लिँदाखेरि कस्तो लाग्यो? राम्रै लाग्यो होइन, आउनु बित्तिकै डायरी पाइयो नि त। त्यही डायरी मिल्यो। ल तपाईँलाई चाहिँ धेरै धेरै यो आगामी दिनहरूलाई धेरै धेरै शुभकामना है त। थ्याङ्क यू। बेस्ट अफ लक पनि। थ्याङ्क यू।